ल आज चाहिँ हाम्रो सरसफाइ अभियान चाहिँ निरन्तर जारी छ। बिफोर र आफ्टरको भ्यू देख्न सक्नुहुन्छ कस्तो छ, पहिला कस्तो थियो। यो चाहिँ हजुरले नै आफै तुलना गर्नु होला अहिले र पहिलेको कस्तो भयो भनेर। र यो चाहिँ हो हाम्रो टाइगर चोक। हेलो गाइज, गुड मर्निङ। कता हुनुहुन्छ? विशेष गरी हाम्रो यो वडा नम्बर 8 को मुर्मी टोलीहरू कता छ? आजको कार्यक्रममा चाहिँ सहभागी एकदम पातलो पातलो फिका फिका देखिरहेको छु। सबै सुतेर बस्नु भएको छ क्या आज घरमा। सरसफाइ अभियानमा जोडिनु पर्यो, साथीहरू आउनु पर्यो। आफ्नै गाउँ ठाउँलाई हो सरसफाइ गर्ने। आउनुहोस्, जोडिनुहोस्। आज अझै भर्खर सुरु भएको केही समय मात्र भएको छ। आउनु पर्यो सबैजना मुर्मिस यो सरसफाइ गर्न। अब बाटोघाटोको अब सरसफाइ गर्नु पर्यो। एकदम झाडी भएको थियो ठाउँ ठाउँमा। यसरी केटाहरूले सरसफाइ गरिरहेको छ। आउनु पर्यो है साथीहरू। आज एकदम विशेष किसिमले सरसफाइ अभियान सुरु भएको छ। आज यो प्रतिछालय चोकदेखि यता अब कहाँसम्म गइन्छ। आजको हाम्रो चाहिँ सरसफाइ यति भइरहेछ है साथीहरू। हरेक शनिबार हुन्छ हाम्रो। आजको काम कस्तो छ साथीहरू? कमेन्ट गर्नु पर्यो। विशेष गरी मुर्मीका युवा दाइ साथीहरू जुन हुनुहुन्छ, एकदम गाउँमा सरसफाइ भएन, एकदम कटेर भयो भनेर भनिराख्नुहुन्थ्यो। आज चाहिँ एकदम फुरुस्तै काम भएको छ। के कस्तो काम भइरहेको छ केही छ है, कमेन्ट गर्नु है त। सबै खेता जाला नि यति गाई भैँसी आएर फेरि हामीलाई चाहिँ विरोध गर्ला नि यार। सबै नै हो यति हो यति ल आज चाहिँ हाम्रो सरसफाइ अभियान चाहिँ निरन्तर जारी छ। बिफोर र आफ्टरको भ्यू देख्न सक्नुहुन्छ कस्तो छ, पहिला कस्तो थियो। यो चाहिँ हजुरले नै आफै तुलना गर्नु होला अहिले र पहिलेको कस्तो भयो भनेर। र यो चाहिँ हो हाम्रो टाइगर चोक। के चोक हो यो? टाइगर चोक। यो टाइगर चोकमा चाहिँ सरसफाइ अभियान यसरी जारी छ। यो पनि त हान्ने होला नि, यहाँ हान्दै के? सरसफाइ अभियान जारी छ नि होइन? ल देख्न सक्नुहुन्छ परसम्म हाम्रो सरसफाइ हालिसक्यौँ। अब कता कता गइन्छ हेर्दै जाउँ। उता चाहिँ केरा फाँडी हान्दैछ। अब यहाँ चाहिँ मेन विशेष गरी चाहिँ यहीँ थियो झाडी। एकदम लज्जास्पद गाउँको एकदम अब चोक जस्तो ठाउँ। प्रतिछालय यहीँ अब गाउँ भेला हुने सम्पूर्ण यहीँ हुन्थ्यो। यहीँनिर वन जङ्गल जस्तो पुरै झाडी वनमारा के एकदम दामी भयो अहिले। अहिले चाहिँ यता केरा सरसफाइ हुँदैछ। यो पनि चोकमा थियो, अब टर्निङ पोइन्टमा आएर झाडी के गर्ने हो, फान्नै पर्यो। ल ल दाइ कन्टिन्यू। आज हामीले प्रत्येक शनिबार श्रमदान कार्यक्रम हुन्छ। सभा हाल प्रतिछालयमा यसमा चाहिँ हाम्रो युवाहरूको चाहिँ अलिकति सहभागिता भएको देख्न पाइयो होइन। सरसफाइ गर्ने क्रममा बाटोदेखि नालादेखि 1 मिटरको भित्री जग्गा जसको प्राइभेट जग्गा पर्न सक्छ, उहाँ चाहिँ त्यस्तो जग्गामा चाहिँ 2 मिटरभन्दा माथिका बिरुवाहरू नरोप्ने र ठुलो हुने बिरुवा सगुवा नरोप्ने। त्यसले गर्दाखेरि धेरै नालाको त्यो नहरपक्की हुन्छ, नहरपक्की भएको चाहिँ फुटाल दिने, त्यसलाई छेदी गर्ने काम हुन्छ। त्यसलाई रोक्नको लागि निर्दिष्ट जग्गा छ। र बाटो चाहिँ जति मिटर हो बाटोको साइज त्यसलाई चाहिँ क्लियर एकदम नबार्ने र बार्न पर्ने खण्डमा बाटो छोडेर आफ्नो एरियामा खुट्टा गाडेर तार लगाउने, बिरुवा रोपेर बार चाहिँ नलगाउने भनेर चाहिँ यो एउटा हामीले भिडियो मार्फत सन्देश दिँदैछौँ। र प्रत्येक मुर्मीवासीहरूले आफ्नो घर अगाडि आफै सफा गर्ने यो गऱ्यो भने चाहिँ अति राम्रो होइन। यदि गर्नु भएन, अटेर गर्नुभयो भने चाहिँ हामीले हाम्रो एउटा समूह संस्थाको चाहिँ एउटा विधान छ। विधानमा भयो बमोजिमको नियम नीति र एउटा
त्यो प्रक्रिया अन्तर्गत चाहिँ हामीले यसलाई चाहिँ कार्यान्वयन गर्छौँ र चाहिँ हामीले सबैलाई समान किसिमले चाहे त्यो फुलको बिरुवा होस्, चाहे रोपेको अडर होस्, चाहे लागेको बोडी होस्, चाहे आँप होस्, त्यसलाई चाहिँ हामीले हटाउँछौँ। बाटामा डिस्टर्ब गर्नु भएन। बाटोभन्दा भित्र जति पनि रोप्नुहोस् त्यसलाई समस्या हुन्न, तर बाटालाई असर गरेको खण्डमा चाहिँ त्यो काटिन्छ। त्यो आफै तपाईँहरूले चाहिँ काट्नुभयो भने एकदम राम्रो। र सरसफाइको अभियानमा चाहिँ प्रत्येक शनिबार भएको हुनाले जागिरमा भएकालाई पनि छुट्टी मिल्छ, सबै घरमा भइन्छ होइन। त्यो हिसाबमा चाहिँ सहभागिता चाहिँ हुनु पर्यो। यो हाम्रै गाउँको लागि हो, हाम्रै ठाउँको लागि हो भन्ने एउटा सबैमा होइन चेतना हुनुपर्छ। हामी 15-20 जना युवा तात्ति नै सक्यौँ होइन। अब पनि हामीले यसलाई कन्टिन्यू गर्छौँ, छोड्ने प्रक्रिया पनि होइन। यसलाई चाहिँ निरन्तर चलाएर भोलि बिहान चाहिँ मोरबीदेखि अर्को गाउँदेखि अर्को गाउँ हुँदै व्यापक रूपमा चाहिँ लान खोजिरहेका छौँ होइन। त्यो हिसाबले सबैजना सहभागी हुनुपर्छ। र यो बाटोको छेउमा जस्तै निर्माण सामग्रीहरू संरचना बनाउँदाखेरि राख्नुहुन्छ, बनाइसकेपछि त्यसलाई चाहिँ त्यहाँबाट हटाइदिनु होला होइन, व्यवस्थापन गर्नु होला आफै। यदि नगरेको खण्डमा हामीले पटक जानकारी चाहिँ दिन्छौँ, तर पनि टेर्नु भएन भने चाहिँ हामीले आफ्नो किसिमले त्यसलाई चाहिँ व्यवस्थापन गर्छौँ। त्यसरी त्यही हो, जहाँ बाटोमा खाल्डो हुन्छ, जहाँ पुग्न पर्ने हुन्छ, त्यस्तो ठाउँमा चाहिँ त्यो चिज हामीले उठाएर गएर ठ्याक्क त्यहाँ मर्म सम्हार गर्छौँ। त्यो गर्नुभन्दा पहिला तपाईँले म्यानेज गर्नुभयो, आफ्नो व्यवस्थापन गर्नुभयो भने राम्रो हुन्छ भन्दै यो सानो जनचेतनाको लागि चाहिँ सुझाव चाहिँ दिएँ। ल फाइनली हाम्रो अभियान चाहिँ आजको लागि स्थगित भएको छ। नेक्स्ट विक फेरि सहभागी हुनुपर्छ साथीहरू। अब हामी चाहिँ घरतिर लाग्यो। ल साथीहरू